नेपालको इतिहास केवल विजय युद्ध र शाही उत्सवको कथा मात्र होइन। यो भूमि रहस्य, षड्यन्त्र र गुप्त घटनाहरूले भरिपूर्ण छ। हरेक महल, हरेक दरबार, हरेक पुरानो ढुङ्गा पत्थरको पछाडि कथा छ, जसले शक्ति, डर र मानव स्वभावलाई उजागर गर्छ। प्राचीन नेपालमा राजा रानीहरूको शासन केवल शान्ति र उत्सवका लागि थिएन। यहाँ सत्ता पाउनु भनेको सिंहासनमा बस्नु मात्र होइन, गुप्त चालबाजी, विश्वासघात र कहिलेकाहीँ रक्तपातको खेल पनि थियो। दरबारका सल्लाहकार, सेनापति र राजा रानीका नजिकका मानिसहरू पनि यो खेलमा फँसेका थिए। 1800 को दशकको सुरुवातमा नेपाल कमजोर राजनैतिक संरचनामा थियो। राणा शासन सुरु हुनुभन्दा पहिले दरबारमा निर्णयको शक्ति प्राय शीर्ष शाही परिवारमा केन्द्रित थियो। तर शक्ति केन्द्रित हुनु स्थिरता होइन, विश्वासभन्दा बढी शङ्काभन्दा बढी डर फैलिन थालेको थियो। यही वातावरणमा उदाए जङ्गबहादुर राणा, जसले आफ्नो चुपचाप बुद्धि र रणनीति मार्फत दरबारमा सबैभन्दा शक्तिशाली व्यक्ति बन्ने क्रम सुरु गरे। सन् 1846 को रातको कोट नरसंहार इतिहासको कालो अध्याय हो। कोट दरबारमा भोज चलिरहेको थियो। पाण्डे, बस्न्यात र अन्य कुलीनहरू हाँस्दै व्यस्त थिए। तर अचानक जङ्गबहादुरका सैनिकहरूले प्रवेश गरे। दरबार चल्यो, चिच्याहाट र रगतको पोखरी फैलियो। 3 घण्टामा 40 भन्दा बढी कुलीनको हत्या भयो, बाँकी भागे वा बन्दी भए। यो केवल रातको हत्या मात्र होइन, सत्ता, डर र रणनीतिक चालबाजीको प्रारम्भ थियो, जसले शाह राजालाई केवल नामको राजा बनायो र राणा परिवारलाई वास्तविक शक्ति दियो। कोट नरसंहारपछि जङ्गबहादुर राणा केवल सत्ता कब्जा गर्न सीमित भएनन्। उनले शत्रुहरूलाई डर, दबाव र गुप्त उपायबाट नियन्त्रण गर्न थाले। भण्डारखालमा शाही समर्थकहरूको नियन्त्रणमा रहे, यहाँ पनि उनले शक्तिको प्रयोग गरे। शत्रुहरूको सम्पत्ति लुटे, केहीलाई निर्वासित गरे, केहीलाई मार डाले। यस प्रारम्भिक शक्ति प्रदर्शनले राणा शासनको 104 लामो युगको आधार राख्यो। यो शासनको विशेषता के थियो भने डर र दमन केवल जनताको लागि मात्र थिएन। दरबारभित्रको प्रत्येक निर्णय, गुप्त बैठक र सत्ता खेलमा डरको भाषा प्रयोग गरिएको थियो। जङ्गबहादुरले दरबारभित्रको प्रत्येक चालबाजी बुझ्थे। उनी भावनाबाट होइन, गणनाबाट चल्ने व्यक्ति थिए। रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिन्, तर उनले बुझिनन् कि यो व्यक्ति खेल बदल्ने क्षमता राख्दछ। सत्ता हस्तान्तरणको क्रममा रानीले आफ्ना समर्थकहरूको हत्या वा जेलमा पठाउने योजना बनाइन्, तर जङ्गबहादुरले प्रत्येक योजना उल्टाइदिए। अन्ततः रानी राज्यलक्ष्मीको शक्ति घट्न थाल्यो र जङ्गबहादुरले दरबारको वास्तविक सत्ता आफ्नो हातमा लियो। राणा शासनले केवल दरबारको सत्ता होइन, सम्पूर्ण नेपाली समाजको संरचना प्रभावित गर्यो। शिक्षा सीमित गरियो, जनतालाई बोल्न, लेख्न र सङ्गठन बनाउन स्वतन्त्रता थिएन। विद्रोहीहरूलाई जिउँदै जलाउने वा कुटपिट गर्ने क्रम चलिरह्यो। कानुनको अर्थ केवल शासकको इच्छा मात्र थियो। सामाजिक संरचनामा भय र डर फैलियो। दरबारभित्र जासुसहरू, गाउँघरमा मुखबिर, छिमेकी र आफन्तले सूचना दिने डर। मानिसहरूले बोल्न होइन, सहन सिके। तर राणा शासक केवल क्रूर मात्र थिएनन्, उनी चलाख र रणनीतिक पनि थिए। चन्द्र शमशेरले सुधारका केही उपाय गरे, सती प्रथा उन्मूलन, कानुनी सुधार, बेलायतसँग मैत्रीता। तर यी सुधार केवल शक्ति र शासन सुरक्षित राख्ने आवरण थिए। नेपाल 2 संसारमा बाँडिएको थियो। एकातिर दरबार, विलासिता, सुन चाँदी, अर्कोतिर जनता कर, गरिबी र अन्यायमा बाँचिरहेका थिए। राजा सिंहासनमा थिए, तर वास्तविक निर्णय शक्ति राणा परिवारको हातमा थियो। राणा शासनको छायाबाट मुक्त हुँदै 1950 को दशकमा नेपाल प्रजातन्त्रको दिशामा अघि बढ्न थाल्यो। तर यो मार्ग सहज थिएन। राजनीतिक दलहरू आपसमा भिडिरहेका थिए, शक्ति सन्तुलन कायम थिएन। जनता परिवर्तन र स्वतन्त्रताको सपना देख्थे, तर नेतृत्वको अभावले उनीहरूलाई दिशाहीन बनाइरहेको थियो। त्यही समयमा सिंहासनमा आए राजा महेन्द्र, जो केवल राजा मात्र थिएनन्, उनी राष्ट्र निर्माण गर्ने दूरदृष्टि नेतृत्वका धनी थिए। उनको विश्वास थियो, शक्ति केवल बाँडफाँडले टिक्दैन। यदि कमजोर नेतृत्वले निर्णय लिन सकेन भने देशमा अराजकता र अस्थिरता मात्र भइलिन्छ। राजा महेन्द्रले शक्ति केन्द्रित गर्ने निर्णय गरे, तर यो केन्द्रीकृत शक्ति व्यक्तिगत स्वार्थ वा दमनको लागि होइन, यो राष्ट्रको दिशा र स्थायित्व सुनिश्चित गर्नको लागि थियो। उनको शैली मौन, स्थिर र रणनीतिक थियो। चर्को भाषण वा डरको प्रयोग नगरी पनि जनताको मनमा प्रभाव पार्ने क्षमता राख्दथे।
उनका निर्णय केवल तात्कालिक आवश्यकता मात्र होइन, दीर्घकालीन राष्ट्र निर्माणको सोचमा आधारित हुन्थ्यो। 1960को महत्त्वपूर्ण निर्णयले पञ्चायती प्रणालीको सुरुवात गर्यो, जसले देशको राजनीतिक संरचनामा स्थिरता ल्यायो। आलोचना र विरोध भए पनि राजा महेन्द्रले डर देखाएनन्। उनी जान्थे देशको स्थायित्व, एकता र विकासका लागि स्पष्ट, दिगो र कठिन निर्णय आवश्यक छ। उनले राष्ट्रिय एकता र पहिचान कायम राख्न भाषा नीति, शिक्षा सुधार, भूमि सुधार, पूर्व पश्चिम हाइवे र अन्य राष्ट्रव्यापी योजना सुरु गरे। यसले नेपाललाई आधुनिक, जोडिएको र स्वतन्त्र राष्ट्रमा बदल्न मद्दत गर्यो। विदेशसँगको सम्बन्धमा उनले सन्तुलन कायम गर्दै भारत, चीन, अमेरिका र अन्य शक्तिसँग सावधानीपूर्वक कूटनीति गरे। नेपालले आफ्नो सार्वभौमिकता र स्वायत्तता कायम राख्यो। राजा महेन्द्रले देखाए शक्ति केवल डर र धम्कीबाट टिक्दैन, सोच, रणनीति, आत्मविश्वास र जिम्मेवारीबाट टिक्छ। उनका शासनले जनता, प्रशासन र राष्ट्रिय संरचनामाथि दीर्घकालीन प्रभाव पारेको थियो। आधुनिक शिक्षा प्रणाली विस्तार भयो, विश्वविद्यालय र विद्यालय स्थापना भए, नागरिकलाई ज्ञान र सोच्ने क्षमता विकास गर्ने अवसर प्राप्त भयो। राजनैतिक दलहरू व्यवस्थित गरियो, शक्ति सन्तुलन कायम गरियो, निर्णय प्रक्रियामा रणनीति लागू गरियो, आलोचना र विरोधलाई मौनताबाट सामना गरियो। चर्को प्रतिक्रिया होइन, दीर्घकालीन योजना र परिणाममा विश्वास गरी अगाडि बढियो। राजा महेन्द्र डरको राजा थिएनन्, तर सम्मानित र दूरदृष्टि राजा बने। उनको शक्ति चर्को थिएन, गहिरो थियो। उनी कठोर थिए तर अस्थिर थिएनन्। निर्णयहरूले राष्ट्रको भविष्य निर्माण गर्यो। उनी केवल व्यक्तिगत स्वार्थ वा राजनैतिक लाभका लागि होइन, राष्ट्रको दिशा र स्थायित्वका लागि कार्यरत थिए। जनता बोल्न डराउँदैनथे, तर स्पष्ट संरचना र नियमले समाजलाई अनुशासित राख्थ्यो। राजा महेन्द्रले देखाए शक्ति र सम्मान सँगै जान सक्छ। डर र दमन मात्र शक्ति होइन, स्पष्ट उद्देश्य, योजना र दूरदृष्टि नै वास्तविक शक्ति हो। राष्ट्र निर्माणका लागि प्रशासनिक सुधार, कूटनीति, आर्थिक नीति, सडक, शिक्षा, भूमि सुधार र सामाजिक संरचना सुधार कार्यान्वयन भए, जसले दीर्घकालीन राष्ट्र निर्माणमा बलियो आधार राख्यो। उनका कार्यहरूले आज पनि नेपाली समाजमा प्रभाव पार्दछन्। निर्णय र रणनीतिहरूले देखाउँछ कि सुच्चा नेतृत्व डर, हिंसा वा आतंकबाट आउँदैन। सोच, दृष्टि, आत्मविश्वास र जिम्मेवारीबाट आउँछ। राजा महेन्द्रको शासन, दृष्टि, निर्णय र सुधारले नेपालको राजनैतिक, सामाजिक र सांस्कृतिक संरचनामाथि दीर्घकालीन छाया छोडेको छ। आज हामी सम्झन्छौँ कि राजा महेन्द्रले केवल शक्ति राखेनन्, उनले शक्ति र सम्मान सन्तुलित बनाए, राष्ट्रको भविष्य सुनिश्चित गरे। आफ्नो मौन नेतृत्व मार्फत देखाए कि सुच्चा शक्ति र सम्मान डर र दमनमा नभएर योजना, निर्णय र दूरदृष्टिमा हुन्छ। यही कारण उनका कथा हाम्रा लागि प्रेरणा र चेतावनी दुवै हुन्। नेतृत्वले कसरी शक्ति प्रयोग गर्ने र राष्ट्रको हितमा निर्णय कसरी लिन सकिन्छ भन्ने कुरा इतिहासले बारम्बार देखाउँछ। राजा महेन्द्र केवल आफ्नो समयका लागि मात्र होइन, भविष्यका लागि पनि प्रेरक शासक बनेका छन्। उनको नामको सम्मान समयसँगै बढ्दै गइरहेको छ र उनका दृष्टि, योजनाहरू र कार्यहरू इतिहासमा स्थायी रूपमा अंकित छन्। यही सन्देश दिन्छ कि नेतृत्व केवल वर्तमान शक्ति मात्र होइन, योजना, जिम्मेवारी र दीर्घकालीन दृष्टि हो, जसले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्छ, स्थायित्व र विकास सुनिश्चित गर्छ र भविष्यका पुस्ताका लागि बलियो आधार तयार गर्छ।